दिदी भन्ने ल हेलो गर हेलो एभ्रीबडी वेलकम ब्याक टु आवर च्यानल सो आज चाहिँ हामी मेरो चाहिँ क्यामेरा कुदेको गर्छ अनि आज चाहिँ हामी के गर्न गइरहेको छौँ फ्लोरा के गर्नु गइरहेको छौँ अनि आज चाहिँ हामी टिकटकबाट अर्डर गरेको हैन फ्री स्याम्पल पाएको सामान पनि मात्र स्किन केयरको सामानहरु चाहिँ देखाउन गइराखेको छौं हैन हामी तीनजना भएर है ल अनि यसमा चाहिँ हैन मलाई अहिले नचाहिने अनि अहिले युज गर्न नपर्ने नयाँ एकदमै नयाँ स्किन केयरहरु चाहिँ यहाँ लुकाएर राखेको छु हैन अनि यो लगेज पनि टिकटकबाटै किनेर ल्याएको हो के रे फ्री स्याम्पलमा मगाएको मेरो छोरीहरुले दिँदैन नि त फेरि यहाँ ओपन लेट्स ओपन ल बहिनी त्यसै पो गर है व्हाट इज दिस ये अब यसरी घुमाउ थिच्नु हुँदैन है यसरी घुमाउने हैन तल बाहिर आएछ हैन बाहिर नकुआयो मान्छे आयो ओके ल मेरो छोरीले ओपन गर्दैछ है म आज चाहिँ हैन यो सबै फ्री स्याम्पल आएको अनि त्यस पछाडि मलाई नचाहिएको फ्री स्याम्पल स्किन केयरको चाहिँ प्रोडक्टहरु मैले यहाँ राखेको छु अब देखाउन गइराखेको छु है तर मलाई कहाँ देखाउनु दिन्छ त यो चाहिँ के हो भने नि फुड पिल मास्क हो हैन यो भयो एउटा अनि त्यस पछाडि खै देखाउ है फ्लोरा यहाँ एउटा चाहिँ इयरफोन पनि पसेको रहेछ अनि यो चाहिँ अप्रिल स्किन केयरको सेट चाहिँ यहाँ दुईटा छ कि कतिवटा छ है यो अप्रिल स्किनको केयर हो के रे स्किन केयर सेट हो अनि मेडिक्युबको चाहिँ मेरो टन्नै छ के यहाँ चाहिँ मेडिक्युबको चाहिँ एकदमै धेरै छ यो मेडिक्युबको भयो हैन अनि यो पनि मेडिक्युबको भयो है त्यस पछाडि अनि यो अर्को मेडिक्युबको चाहिँ हैन यो के भन्छ सेलिब्रिटी बुस्टर पनि भन्छ अथवा एचआर बुस्टर पनि हो है यसमा चाहिँ नि कस्तो हुन्छ भने यो चाहिँ लास्टै एक्सपेन्सिभ पर्छ नि त तर मैले चाहिँ हैन दुईटा अर्डर गरेको थिएँ क्या दुईटा पाएँ क्या मैले चाहिँ फ्री स्याम्पल यस्तो छ यो चाहिँ मैले युज गरेको छुइनँ हैन अर्को पिङ्कबाट चाहिँ युज गरिरहेको छु यो चाहिँ पछि मेरो नेपाल जाँदाखेरि मेरो दिदीबहिनीहरुले लगिदिन्छु होला सायद तर थाहा छैन म आफै पनि चलाउन सक्छु किनभने यो एकदमै महँगो फेरि किन्न सकिँदैन त्यही भएर यो मेडिक्युबको हो यो पनि मेडिक्युबको यो पनि मेडिक्युबको यो पनि मेडिक्युबको यो चाहिँ भिटासिड प्याड हो हैन यो पनि भिटासिड प्याडै हो यो दुईटा भिटासिड प्याड यो चाहिँ टोनर यो चाहिँ सबै कोरियन स्किन केयरको सेटहरु है अनि मेरो छोरीहरु चाहिँ आफ्नै तालमा काम गरिरहेछ यिनीहरु सबै कोरियनको मात्र छ अनि यो चाहिँ अप्रिल स्किन केयरको हो अप्रिल स्किनको भन्दा पनि मेरो चाहिँ मेडिक्युबकै छ यता चाहिँ मेडिक्युबको मैले राखेँ हैन यतातिर चाहिँ अप्रिल स्किनको राख्दै छु ल यो पनि मेडिक्युब अनि यो पनि अप्रिल स्किन केयरको है यो पनि अप्रिल स्किन केयरको यिनीहरु मेडिक्युबको हो है यो चाहिँ क्लिन्जर भयो यो पनि मेडिक्युबकै हो मेडिक्युबको चाहिँ मसँग एकदमै धेरै छ क्या बिस्तारो म बेच्न पनि सक्छु होला जस्तै लागिरहेछ टिकटक ब्यान भएन भने त यहाँबाट घरैबाट पनि बेच्न सक्छु अनि यसमा चाहिँ नि हेयर केयरको ओइलहरु छ मैले किन यसरी प्याक गरेको भने यो चाहिँ बोतलको हो नि त अनि बोतल चाहिँ नफुटोस् भनेर मैले यसरी राखेको छु है अनि यो चाहिँ यो छोरीले के भन्दैछ केही भन्दैछ अनि यो चाहिँ हैन क्यालस रिमुभर हो यो चाहिँ क्यालस रिमुभर हो हाम्रो खुट्टाको यस्तो हिलको सबै त्यो डेड स्किनले चाहिँ फाल्ने यो भयो अनि अर्को यहाँ फेस मास्क हो यो पनि एकदमै राम्रो हुन्छ यो खालको पनि मैले अब बाहिर राखेकोहरु अब सिद्धेपछि यिनीहरु युज गर्छु होला सायद अनि त्यस पछाडी यहाँ मेरो छोरीहरुले कता पुर्यायो यिनीहरु चाहिँ सबै लिपस्टिकहरु हो
अब म त्यति धेरै लिपस्टिक युज नगर्ने भएकोले गर्दाखेरि चाहिँ त्यति साह्रो मैले यो गरेको छुइनँ है। ल आजको होइन मेरो होइन टिकटक सपबाट आएको फ्री स्याम्पलहरूको स्किन केयर जुन चाहिँ म युज गर्दिनँ त्यही भएर मैले चाहिँ यहाँ गरिराखेको छु, के भन्छ स्टोर गरिराखेको देखाएँ है। पछिल्लो समय चाहिँ मैले स्किन केयरको त्यति धेरै मगाएको छुइनँ किनभने मलाई यतिले नै इनफ भइराखेको छ नि त। त्यही भएर मैले चाहिँ जति सक्दो लुगाहरू र भाँडाकुँडाहरू मात्र मैले चाहिँ होइन स्याम्पल अर्डर गरिराखेको हुन्छु नि त। अनि त्यही भएर यो स्किन केयर चाहिँ धेरै पहिला आएकोहरू अनि यति छ अहिले मसँग चाहिँ रिस्टक भनौँ अथवा यो चाहिँ मैले नचलाएको, मलाई अहिले तत्काल नचाहिएकोहरू चाहिँ यति छ, अरू चलाएको त छँदैछ। अब नेक्स्ट पार्टमा होइन मैले टिकटक सपबाट सबै चाहिँ देखाउन सक्दिनँ, तर केही मलाई देखाउन मन लाग्नेहरू चाहिँ देखाउँछु किनकि यो पनि एउटा कन्टेन्ट हो है। यदि तपाईँहरूलाई चाहिँ मनपर्छ भने होइन मेरो यो भिडियोलाई चाहिँ लाइक अनि कमेन्ट होइन अनि त्यस पछाडि टिकटक सपको बारेमा केही कमेन्ट गर्न चाहनुहुन्छ भने चाहिँ तल कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला है। अनि त्यस पछाडि अब चाहिँ म निरन्तरै होइन भ्लगहरू यस्तै चान्चुने भ्लगहरू बनाउने ट्राई गर्दैछु है। अनि हेरौँ पछि गएर अलिक राम्रो पनि बनाउन सक्छु, तर अहिलेलाई चाहिँ यस्तै मात्र बनाउँदै गर्छु भन्ने सोचेर चाहिँ फेरि मैले रिस्टार्ट गरिराखेको छु। अनि फेरि अब 1-2वटा भिडियो चाहिँ म जति पनि मेरो होइन फ्री स्याम्पल आएकोहरू नै म देखाउने ट्राई गर्छु है त। कति त अब मैले कता गिफ्टहरू पनि दिइसकेको छु होइन, तर जुन घरमा चाहिँ मैले स्टोर गरेर राखेको छु नि छन् चाहिँ टन्नै छ, तर म सबै चाहिँ देखाउँदिनँ, तर 1-2वटा चाहिँ देखाउँछु। त्यसको लागि चाहिँ तपाईँहरूले अर्को भिडियोको लागि वेट गर्नु होला गाइस। अनि अब म यो सबै लुकाउँछु। आजलाई यति नै हो, बाई 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 मेरो सानी छोरी मेरो ठुली छोरी, बाई बाई गाइस भन, बाई बाई गाइस, see you भन, त्यसो भन्नु हुँदैन, you're done, अफ गर त उति अफ गर, स्टप गर।